साहित्य जीवन या न्याका खदा छ छगु समुदाय पहिचान न ख जुजलपा नेपाल मण्डल टेलिभिजन या ज्याजो साहित्यको गौरव छ छिता लस्कु स्यानचुना जे सिल्भिया ज्याजो साहित्यको गौरव याबले हेछे स थैले नेपाल मण्डल टेलिभिजन पाखे स्वेदी फैदास ज्याजो सचिस नेपाल भाषा साहित्य खयत कया दुबाला सोइविचनाको जुल थौया ज्याजो सन छम तस्कै हने बम साहित्यकार या त चिसा नाप्ला तेना जुल वेक वर्ल्ड नेवा अर्गनाइजेसन या नायो न जुया दिदास वेक साहित्यकार भाजुख डाक्टर बालगोपाल श्रेष्ठ बालगोपाल दाइ ज्याजो सलस्कु स्यानचुना कुसबे दै नेपाल गबले थ्यांक चाहिदिया ठुसी जिपि नेपाल एउटा सोन्टी नेवरामा न सोन्टी साहित्य खेले दैन पताई न्यवन छे हे मतिक चोसन याक्चना दिउ ख लेबा अनुसन्धान पाखिन पलान याका दिल मला साहित्य खय सुरुवात या त कयाच क लुमंगा दिला गमलेन से चुइदिया साहित्य खनेला ल्याबले सकुए जिपि स्कुल बनाउ यो लुमन्टी है जिपि स्कुल भाग्यदे माध्यमिक स्कुल उब्ले चाहिँ अन जे नेपाल भाषा हने ब महाकवि गिरिजा प्रसाद जोशी जु उब्ले अन शिक्षक के रूपे जाइचन दिगु ठोक 26-27 साल यो खख उब्ले जि नक्ति छिदो दुम मचा जे खास साहित्य बारे न मसी कविता बारे न मसी तर वेकल अन चाहिँ यो साहित्यिक गतिविधि स्कुल न्याका दिला अनि वे क्रमे जिन चाहिँ अन ससा मससा चिची याको कविता त बना गोष्ठी त याइ बले बने ज्यासुरियाना ठुकट टाइटिटी अनन जुजुला अले लिपावना वेक लिसेङ 9-10 कक्षा प्रत्यक्ष वेको यो चाहिँ क्लासेस जना नेपाल भाषा सब्जेक्ट बनाउ जो नि वेको यो संगति आखन अले उकिन वेको न झ्यादैन जिम त साहित्य चाहिँ प्रेरणा बियाडी तर 28 जुसान नि याना साहित्य चाहिँ या उब्लेन मजु ठो 31-32 साल टुंकै खजला अले लिपा ठुके कि यही जना थनक क्याम्पस बने सुरजु सिलिङ जो साहित्य रुचि अझै बढे जल्दा मानो बने ज्या ससाम ससा निनी रहे कवि जेउ क्रम याटा अले सुरी नेवा भाषा यो कोचे जुसान नेवा भाषा प्रकाशित रूपे नाफम बखु खेबायो पत्र पत्रिका ठौ बालगोपाल श्रेष्ठका नाम मतसी मेमेउ नाम ते गुले बालजी श्रेष्ठ गुले सजेन्द्र यम श्रेष्ठ आयो नाम ते खे भाषा बाखङ कविता पिट्ने सुरजल अले लिपावया थो नेपाल भाषा पत्र पत्रिका न पासपिना पन संगत जो न खासयाना सकोया छमो सिनियर पासा टाइमले कृष्ण भक्त श्रेष्ठ वेक बिसन चाहिँ गुले बोसल रा पत्रिका पिकाना दिउन अले बोसल पत्रिका बने जो है वो बोसल पत्रिका न ठस संलग्न जुया र रचना सम्पादक कठन वेकल कैदिला अले जो रचना त सुरी नेपाल भाषा पिडौ उकिए जला नक्तिन छि दैदेला नपा चाहिँ ना चाहिँ ठिठी ना त या चुइदे वो इले ठो छदम ना त्यो छो चलन छावल थिएछ यो कुशा अथे दै खासयाना उब्ले खेबासन चुइकी म चुइराउन छौ जित अनियोलियो स्थिति ख अले नेपाल भाषा पत्र पत्रिका ओलिमा खनिमर नेपाल भाषा निपौ छौ ए जक उब्ले नि पिडौ ठै खना चरा अले सिटु जी न्यू पत्रिका अले एरा कडा साहित्यिक पत्रिका छौ न्यू अथे एथे जुबले थमु खेमासन चोस छुजिराउ हिसाबमा अथे चोयबले ठौ नाम बटसिन चोयला थ जी चाहिँ खेबा चोमी मखु ताग हिसाबो ना सुचक्यु नीति हे मेउ नाते मा बाध्यता चल बाध्यता लसना याउमको तर थर थमन ताउ वो इज खलुमंगा दिल अपले गयो किसिमयो साहित्यिक माहौल उब्ले नक्न जिमसा साहित्य चाहिँ यानबले महाकवि गिरिजा प्रसाद जोशी जुन चाहिँ यहाँकुन विषय चाहिँ जो चाहिँ वेकला चाहिँ जिम त प्लट साहित्य अन्दी उब्ले साहित्य अर्थला ठु मखो अले राजनीति थप्सन ठु मखो वले ख अले बनेउली न वेकला जिम त टाइटी किताब त बनेउ खटन लन्डी अले वे क्रमे यो को साहित्य त बनेउ क्रमे थप्सन उकिया चाहिँ उजिया चाहिँ निजाउ त्यसो वइले यो को साहित्यिक माहौल बाला साहित्य ज्याख यो कुछु वबले वइले चाहिँ सको यो को साहित्यिकमा अछि ज्यादा टन छु अले अन छौ पुस्तकालय उग्र सफुकुटी राउडु अले वो सफुकुटी बना सफुट बने जान यो को जु अले ठय क्रमे ठाउँ चाहिँ ज्यान दैना चाहिँ सफु पिका चाहिँ गमले से सुरियान देश
प्रकाशित सफु त प्रकाशित सफु चाहिँ डक्ले नापाङ्गु सफु ढामालदा छ ठो अलिमली ठो सफु ढामाल अलिमली सफु ठो ठुके खासेन जिन उबले हास्यबिङ्ग टाइपे निबन्ध त चोइटिहरू वो निबन्ध त छ्या तया मुंका तयो जला अलि ठो सफु पिठनला पिमठनला ता पासपिना पनि छलफल आया अले छिटो भरत सामी जो यो चाहिँ प्रेस है ठो यंका वेक पिना पनि छलफल याना अले ठो सफु पिठन कोछिना तर सुना पिठन ने सजिया चोङ इले भावना पिठना राउ सस्ता निसना जिउ लिप तेरी मेजो श्री लक्ष्मी चाहिँ ठो पिठले बाना कया डक्ले नाको पिडम सपोर्ट हो जला हजुर अननिपा वे लिपा जियको पत्रकारिता लारा इना पत्रिका चोयो जला अथे मेमे साहित्यिक पत्रिका र जी सम्पादन याना मिट्या पत्रिका खास हैन ठो सफु पिट्ने न्याय खजला हो नेवसारा मचा साहित्यिक पोयन सम्पादन याना मिट्या रा साहित्यिक पोयन सम्पादन याना जला अथे क्याम्पसे बुने क्रमे गाउँ पत्रिका पिट्ने अथे लस्तापो त किन्ताकी सिर पिट्ने अयको सम्पादन यो याना अले इना पत्रिका चाहिँ रेगुलर चोइदिया चोयो जाटा न्याका अले वे दक्षिण जी साहित्यिक सिजनहरुलाई याना कविता त चोयो याना पत्र पत्रिका पिट्ना तर सफुयो रुपे पिट्ने याना बिउ छिडो कालटामा न दोस्रो सफु 1994 ले त श्रीलंका नेंक बाखम पिरौं दला अठो चाहिँ अनुवाद जला ठो साहित्य गुठी चाहिँ जोसा पासे सस्ता साहित्य गुठी पाखे वो जला ठो अले वेन लिपा चाहिँ न्यू सफु छकलम पिठन 1995 छौ जो कविता सफु कुलामी ठोय चौंस कुलामी ठोय चौंस अले वेन लि चाहिँ ठो सबको देवी प्याखन लगा सफु अले छौ वेन न्यो छौ पिरौं म्यौ छौ चाहिँ ठो मटे हो मडु महाकवि गिरिजा प्रसाद जोशी यो चाहिँ जोशी मडुले छौ टाहाको वेकै बारे पत्रिका चाहिँ टाहाको लेख कथन पिट्न या त बचाको सफु कथन पिट्न वो चाहिँ 44 साल पाख्यो कथन त्यसै आते थौकुने चाहिँ दाइ अपासन साहित्यिक चोसा सिवेन अनुसन्धान बाहेन चुना दिथे छु अनि अनुसन्धान सफु अनुसन्धान नै यकोला त हामीलाई खासैन आटो पत्रकारिता यो लिपा चाहिँ जी युनिभर्सिटी जब बनाउँदैन यो जिन चाहिँ जिउठो मास्टर्स चाहिँ पोलिटिकल साइन्स से यारका राजनीति शास्त्र जो लेक्चर रूपे त्रिभुवन विश्वविद्यालय जागिर जो आउँछ न वही इले वो जागिर जी न्याउलिसे ढामल छौ कठन छ म विदेशी अनुसन्धाता नेदरल्यान्ड म ठंकुनी मडेरको म पास बेड पान्डेन हुक लिसेन जाना नेवास त्यो चाहिँ संस्कृति अनुसन्धान या यहाँको दल डक्ले नापन जिमसन तो लुटिया जिमा यो छौ अनुसन्धान यानो दल अले लिपा उक्यो बारे डकुमेन्ट्री फिल्म न देखौ दल अले ठुकठन जिपी जी चाहिँ तो साइट बुनु तपाईयो ज्याजुला रिसर्च यो ज्या अनुसन्धानमक चोसुचे मानिले पटिजा योको मेहनत नै यामाले जो ज्याउले साहित्य सृजना कम ज्याउन अले खेत यो कोलिपा जो 2008 वया छौ बाखङ सपनम पिराउँदु ठो बाखङ खटो बाखङ मखुरका शीर्षक तर वो बाखङ त पक्कै जिन नाप जोया छौन्यु पिरनको तर योको चाहिँ पिमडनी बाखङ त पिट्न हो जला तर अनुसन्धानले लगे जुसिनी चाहिँ साहित्य सृजना योको कमजोर जला अनुसन्धानात्मक ज्याना चुयगु व साहित्य सृजना योपति यागु चाहिँ अवस्था गुलिपा छुदु आठो अनुसन्धान यो ज्या चाहिँ पटिज चेउला चेउले ख तर गयो चेउले गथपा ठो चेउले चाहिँ यो कोही मेहनत यामा आउँदैन छौ बनेउला वो सब विषय सम्बन्धी अध्ययन यामा आउला डाटा वो बाहेक न छुन सम्बन्धी जस्तै सकोडिया देवी प्याखया दगा जिन चेरगा टाइपले साहित्य चेउले चाहिँ जिन ठौ कल्पना यो आधार न्याउचो चाहिँ जिफु वेटा चाहिँ स्वीकार्य फु तर छौ एन्थ्रोपोलोजी यो चाहिँ मेथोडोलोजी कथन छौ सफु चेबले अथवा छौ रिसर्च लेख चेबले उक्यो चाहिँ डुगेङको अनुसन्धान या जरुरी जो नि
मन्ट वो सब सुन्न विषय यापिन चाहिँ मन्ट नप सम्बन्धित व्यक्तित्व नप नाप्ल्यामाल खलायामाल अले जात्रा पर्व वो जात्रा पर्व थप्सन स्वयमाल उके चाहिँ छुडुरका ठिकेमाल उके चाहिँ विश्लेषण यामाल ठुकटङ साहित्य चाहिँ थौ कल्पना हेट थट यो कठङ स्वतन्त्र रूपमा न्याउन चेजु चेछि अथे साहित्यपति खलाउ खसा साहित्य खय ता छिपिने नेदरल्यान्ड से चुनचना दिगो दु थयन ह बेलाइटे चना दिला ताई तक पिने चुनचना दिगो दु नेपाल भाषा साहित्य खय ता चाहिँ गुखन छि मूल्यांकन चना दिया नेपाल भाषा साहित्य या त क्रमिक रूपे विकास दिया चंगे खना जी त्यात यो कोमु चाहिँ थेम मजुर कटाई तर गु छिसम इतिहास टेक पला सोल्ला छ छिउ साहित्य आधुनिक काल अथवा चाहिँ माध्यमिक काल घन रहे सिद्धिदास पिरियड टाइम लिसिन चाहिँ मोडर्न साहित्य सुरजु ख उबले सूर्य काले सोल्ला छ टमो लेखक त मरु बुलुम बुलुम जके लेखक त पिदौ ख लिपावना 60 साल यो परिवर्तन नेपा यो माहौलङ यो को साहित्यिक सिर्जना त जो सफोट पिरौं खनेदु तर पञ्चायत काले चाहिँ छेउ भाषा त बच्चा अपो दमन या तर दमन या होइन छौ कठङ राणा काले न दमन याले जेल है साहित्यकार त यको पिडन अथे पञ्चायत काले न छेउ भाषा त दमन जुसान त प्रतिरोधी रूपे चाहिँ साहित्यकार त पिडन हामीले दमन जुस न छौ कठङ सिर्जना यो लागि ह पाठेन जो खनेदु ठोल्याखम पञ्चायत काले न छेउ साहित्य गतिविधि न्यानाय चौ खनेदु तर गु अपुको दु डेमा वातावरण मरु एसान्त बिन झन्चो अले 46 साल यो चाहिँ परिवर्तन लिपा न ठो साहित्य सिर्जना त थन जुया चौ खना आवेन जुया चौ खना तर गुली जिमा उली जो अवश्य न मखु तर मडिक जुया चौ चाहिँ जिङ खना सन्तोषे जी मारे थे मखु सन्तबि यको खट ज्या खट झन्चौ जिङ अथे आछि पिन्चुनचुना दिया साहित्यकार पिनेगु चाहिँ समस्या गेखगत खर्का छुसुठु छुदु नेपालले चाहिँ साहित्य विकास लग ज्याचंगु दु साहित्यकार पिने विकास छु थ्यान्छ साहित्यकार पिन चाहिँ नेपाली सन्दर्भले हामीले यको समस्या त दु ठ साहित्यकार जिया मखला वो साहित्य वो सृजना याना ओके सफुट पिट्न सफुट मिया सुमनु सुन नेवा राइटर चाहिँ तौमीजी अवस्था ठन मरु ठोचाइ जेउ भाषा लिमिट यो कारण न जिफु तर एसान्त बि भाषा मतिना याना चाहिँ नेवाटेसन साहित्य सृजना यान जंदु ठोय त टरंगु खख नेवाटेसन चाहिँ आन ठो स्थिति मौनी कि साहित्य चोया किताब पिट्ना टौमीजी रा खमरुनी ठोलिया समस्यालाई यकै दनि राइटर टेटर चाहिँ थौ राइटिङ पेसा थौ चोज्या जकर सीमित जी भइयो अवस्था थन मर्ने नपन अथे आनो अथे तिनी आयो स्थिति दिन ठक्कैला ढाम फुचा टड जी पिनेला त तर नापै स्टेटला ढाममा जिमसन सफु पिठने बले दोछिपा सफु पिठने दोछिपा सफु पिठने ले नाटी बजरे पस छौ ब्याक नेवाटे न्यू पसमहरु नाटी बजरे याथे चाहिँ यको सफु मी फैरा खन मरु सछिपा निसपा वन्दा छ त यो कोइ वङ ठहरे जी तर जिमसन छौ उबले छौ अभियानी रुपे छुयान नकाले पत्रिका पिठने बले सफु पिठने बले न केवल वो पसले जगह मटसी नेवाटे बस्ती बस्ती भना सफुट मी हुने अले मिथ्या पत्रिका पिट्न इले चाहिँ जिमट गयो अनुभव दुले यो क्वेशन चाहिँ थन साहित्यिक पत्रिका उबले पिकाइले सोसो पिकाइ न्यासो पिकाइ ए जग्गा जिमस पिकाले दोछे पिका अले वो पिट्ने रेसार के वो पुचे पि पास पिन चाहिँ सक्दैन जाना का ठौ चाहिँ खोपे मी हुने ठौ येले मी हुने ठौ यी मी ठौ केपुली मी ठौ सकै मी याना छनु छनु निन याना चाहेरा एनमी बे दोषिपा सफु पिन अयो कथन ज्याय स्थिति चाहिँ मरु ओइले हाना चाहिँ खे भाषा टकन दोछिपा मौङ टाइम किताब साझा प्रकाशन दोछिपा पिकाइ किताबला आटकन अयो बाखन्जिन इमसन चाहिँ मिमफुट अध्यजी भरि इमि चाहिँ शाखा प्रशाखा दुसान तबि मिमफुट नेपाल भाषा ओ तुलनात्मक रूपले उबले चाहिँ यो कोङ दु तर आ जिन पटी चाहिँ समाचार त बने बेले चाहिँ सुखना चन्दले साइट खे भाषा चाहिँ पटी यो कोइ ठाउँ ठाउँना चौडु नेवा भाषा चाहिँ उली वने मुफु अवस्था चाहिँ
मुखम का दिया तसनी थी दैदो कथा विकास ल जसो न तर साहित्य कार्य चाहिँ अवस्था चाहिँ अपास्न म पागु हे अब म पाउ खगन्दो मला आनन थथे खेतला आन यो कोस्या थप सफु पिकाइबले थप येउना मिउनी या पसले बिगो अवस्था आन ख लाटे लाटे मेमागो अवस्था दु अथे जुसान मन्या रहन दाइ छु बिचारे चाहिँ थथे चोमी पिन्था तक्क ठ्याङ्के त थाक्वे चंगो अवस्था गेछि भूमि पिन्था हजुर लाटे बिउसान मन्यायो या म बनियो यो समस्या छौ टरङ समस्या नेपाल भाषा समस्या सुराबले नेवाटेसँग यो कोस्या प्याट उठाउन चाहौ छौ जुल अले वातावरण गइराबले स्कुले गनय छेउ भाइ बंका मग्यो अले चेउ बुनेउ फुक्कै खेबा अथवा अंग्रेजी भाषा जिको जिएछ नि नेवा भाषालाई बुनेउ अवस्था मरु स्कुलियो चाहिँ एक कक्षा लिसिन 10 कक्षा पास जिबले पुराय छे खे नेवा बा लान्छुम्पिन जुसान चेउ बुनेउली नेवा बा छे मसपिन जे जियु कथे स्थिति ठन्डु ठो कारणयन मुन्टेसँग जिम भए बोने मस ताइ स्वाभाविक ख जिम जिमसन वो सफु पिट्न उले पत्र पत्रिका मिउने हैन अपुको जिमसँग वो मी पोपु मुन्टेस का मिट्या पत्रिका छौ न्यान बिले रहे ताबले इमसन चले बोने मस बानी मरु रहे मुखु छिरा लान्छनौ भएख गेख अठ्याका एक पाना बोन दुई लाइन बंका अठ्यान प्रोत्साहित याना मुन्टे मी मा वो अवस्था क ठो अवस्था आनन्द छापाउ मर्ने दाबले सरकारला छेउ भाषा त स्कुले बंगा बिउ मरो वो कारण याना आन वे अवस्था ख ठो अवस्था छु समय अजन वने फुनी छाडले गबलेटक छेउ भाषा त अफिस अदालतले चाहिँ स्कुले तक बंके चेउ चाहिँ अवस्था वइ भएको जेसनलाई मुन्टेट प्रोत्साहित याना का छेउ भए बनेमा छेउ भए सफु पिदसिन छौ न्यान बिमा रका चाहिँ इमतो उक्यो महत्व ठिका वनेमा अवस्था खनाजी अरे वर्ल्ड नेवा अर्गनाइजेसन पाखे साहित्य खैनिति छु या बिचायन चना देउदु खासेना वर्ल्ड नेवा अर्गनाइजेसन यो देखो यो उद्देश्य रह्यो ठो नेवाटे हलिनिङको चुम्पी नेवा त्यो चाहिँ परस्पर सूचना आदान प्रदान दामन छौ नेटवर्किङ अहिले चाहिँ गु उद्देश्य छुछु यान्जन अहिले चाहिँ वो सक्ले मिलेजिया चाहिँ नेपालले चाहिँ नेवाटेको लागि छिया फैरायो छलफल यो क्रम हेटिनी ताठो निसनो पेर न्यादै क्यमुडु यक्को जाखट जिमो फुला मर्नी तर ठोसन नेटवर्किङ यो खे चाहिँ यक्को विकास जोडी यक्को मन्टन अब सम्पर्क वोडु नेवाटे चाहिँ अधिकारी खे मन्ट सचेत दिया ज्या यक्को भूमिका मेटे फुडु सफु पिठने खे आटक छु अयो कठन जाजु मर्नी छौयजको सफु पिठनेले जिमसँग ग्वालियानौडु वख टिचर सेट नेपाल भाषा थठमन नेपाल भाषा सेकी राव सफु छि नेवाटी डबल पिठने टेम्पले जिमसबटी चाहिँ आर्थिक ग्वालियाना पिठौडु साइड जिमसन चाहिँ ठौ कठन चाहिँ आर्थिक क्षमता डेकाउने फड्डा छ निमेउ सफुटन पिठने लागिन अनुरोध त जुल्ला छ सुनजिला ठठेट चाहिँ अयो सुन मर्नी अरे आछे चाहिँ साहित्य खेले नचन थैदिलो अनुसन्धाने गबले चाहिँ पलान्याका दिया साहित्य खेपति चाहिँ तापन वञ्चङ अवस्था खर गाना छ थैदिलो आन साहित्य खेप पाखे सतीपति अवस्था गबले भइथेछ साहित्य यो रुचि राजु आनन्दनी साहित्य बन्यो साहित्य गनु बले चाहिँ अझ नापा चोइटे यो क्वेस कविता त जिकेनी नापा चाहिँ छौ गयो बानी डराले निनिए छौ चियाको स टाको स कविता चाहिँ चिकचाको स बाखन चाहिँ अथवा गनौ भ्रमणे हुन्ना छ वो चाहिँ लुमन्ती चाहिँ लुमन्ती यो चाहिँ विवरण त चाहिँ अयो न यो कोइ अन्ते दु वेट छौ न्यू पिंगु सफय रुपे पिट्ने न छौ गोसाडु तर समय अभाव यानो छ या फु मर्नी अले समय लाड्दा छ साहित्य सृजना त या हुन जो विचारु साहित्य सृजना याबले गुड आनन्द वइ अनुसन्धान याबले वो मडु अनुसन्धान चाहिँ छौ छुरा तस्कम थापु थे जेतो बोस थे जी तर साहित्य बनेबलेन चेबलेन यो एक कथायो आनन्द दु तासे अजन छिके ढप्ना पय चाहिँ ल्याउँदनी प्रकाश अप्रकाशित ल्याउँदनी अप्रकाशित यो क्वेडनी जो सफय रुपे पिट्ने गोसा लड्डु तर गुब्लेटाका टाइम अफ अथे आछे या हलिन्यंक हेत चाइला चनन दिएको छोले पिन पिन चोपी साहित्यकार पिन यो के हेर्न प्लान दिलजी मला वेक अपिनियोपति पाखे जे साहित्यकार स छु सेकाका फयुपति छु गुण त थैदि सुदु पिने पाखे सेकेमा होला निरन्तर ठौ ठौ स्केट लगेज होला मलाई ओके चाहिँ निरन्तर लगेज यो
कविता चैम खस कविता थौ परिष्कृति ज्ञान याना हिँड्यो अब केवल झेउ नेवा भाषा अध्ययनमा दक्लिन नापाला अध्ययन यको यामा विश्व साहित्य अध्ययन यामा वो विश्व साहित्य यो तुलना चाहिँ नेवा थप्सन चयो साहित्य चाहिँ गन्थ्यन दायो चाहिँ ठठाउमा न भटिचा चाहिँ तुलना या चयावन नासा साहित्य सृजना चाहिँ नेवाटे चाहिँ परिष्कृत यको बालाई खेटलाई यको भनाइ निन्दो कि नेवा साहित्य नेपाल भाषा साहित्य चाहिँ खेटे साहित्य सिक यको चोन्या अथवा चाहिँ मेमेउ नेपाली चाहिँ भाषा साहित्य सिक चोन्या रायो निनेदु तर ताथै खबको रायोला थप्सन अध्ययन याना वय कठौ भने ठाउँमा मेहनत याना चोया भने मानायो चाहिँ जो इनाप अथवा सूचना हजुर अथे अनुवाद साहित्यप्रति महत्त्व छ गोख्न थैदिया थौको ने यो कोइना झे दथुला झिउ साहित्य छौ हिसाबमा विकास याचुङ अवस्था ख झिउ साहित्य पिने इन्के मालचौन अवस्था ख दु तर अनुवाद साहित्य झि ल्युने लान्छन् थाइने छिरा गत्ता अनुवाद साहित्यलाई झि कोइ ल्युने ला जी चञ्चना देश नेदरल्यान्ड यो खनायो खस अथवा बेलायत यो जी चना यो देश खनायो खस इमसन चाहिँ संसारीय घनन उत्कृष्ट सफल पिर्न राछ नि उक्यो चाहिँ 1 महिना बी मखु अनुवाद यान पिकारो नि झिउ भाषा अथे अनुवाद ज्या प्यामो छौला ठुकठन छिस विश्व उत्कृष्ट साहित्य त झिउ भाषा हेमाउ अवस्था झिउ न इन्के माल अले मेउ चाहिँ छ झिउ नेपाल भाषा साहित्य न विश्वमे पिण्ड बंके माउ दुनी ठोलिया ख झिउ भाषा यो साहित्य अंग्रेजी चाहिँ ठठै अनिवार्य व्यवस्था अथवा चाहिँ अयो कठेउ चाहिँ वातावरण ठन हेमाउ जितो चाहिँ मोसस न्याब्लेन जेछ अथे आछु अनुवाद साहित्य त कया हे गुली विदेशी देशना छोछो जी अनुवाद जतो न बोने जी वेक अप इन चाहिँ के प्रतिक्रिया ब्यादिउ छुदै यक्को नपन ठो सम्बन्धी छलफल या मन जे कवि दुर्गालाल यो सफु कविता सफु छौ डेभिड हार्गेज रामसे अनुवाद या त वेकलन चाहिँ वो सफु यो चाहिँ उच्च मूल्याङ्कन याने वेकलन चाहिँ वो अनुवाद यान्डियो वेकन लगायत वेकन चाहिँ यको ग्वाली चाहिँ भाषा या छम नेलवाटा माला दयारत्न सके जो यान्डियो ख डेभिड हार्गेज वेक ठयन न्या भाषा म व्यक्ति ख अठे चित्रधरियो सुगत सौरभ महाकाव्य या त चाहिँ अंग्रेजी भाषा टड लुइस तामे चाहिँ हेका दिल उके चाहिँ वो बौद्ध जगतियो चाहिँ गु चित्रण उके याउडु उकी चाहिँ वेकल यक्वे बाला ट्याकै वो यान्डिउ ख उके त चाहिँ सुवर्णमान ट्रालर जिउन ग्वालियन दिल अठे यको दिन ठाउँमा सिउ खना माल्लास जिउ जहान श्रीलक्ष्मी श्रेष्ठ छौ सफु क्राई इन द विल्डरनेस ताउ सफुन अनबार जुडु तेजत्न कसाकार अथे केशरलाल जुपिसन चाहिँ वेको छौ सफु नेपाल भाषा पिडौ या त अनबारी आउ अले ठो सफु चाहिँ भूम पिसन चाहिँ ओहो ठके चाहिँ नेवार संस्कृति नेपाली चाहिँ नेपाली चाहिँ जनजीवन या चाहिँ बालको चित्रित जुडु ठो बाला जुडायो अयो कठन नेनेदु अथे नापा तेजत्न कसाकार केशरलाल जुपिसन यक्कै बाख बामाला बाखन्त इंग्लिश यमको भूम पिसन चाहिँ नेपाल भाषा साहित्य न चन्यावे रह्यो कठन मूल्याङ्कन याउ जिन वेको पिपा खन्यनहरु तासे आयो अवस्था चाहिँ अनुवाद साहित्य ल्युने लागे खंका ठौ इले चाहिँ नेपाल भाषा यो चाहिँ साहित्य त अंग्रेजी यंके जे यक्कै मोज या चौजिङ खाना ठुके चाहिँ यक्कै मन तेसन ध्यान बिमा नेवा तेसन ध्यान बिमा चाहिँ जित लगे अछि नक्तिन दैले कथा झिउ साहित्य विकास नीति छौला अनुवाद साहित्य मध्ये कमकाउ अवस्था खदा छ थो बाहेक मेउ छु सुस्ताब साहित्यकार तेसन चाहिँ ठौ चोज्या या त निरन्तर न्याकैंक्यु या चाहिँ निरन्तरता बिमा खेतो नेपाल भाषा चोइबले प्रोत्साहन कम छिटो चाहिँ खे भाषा चोइबले चाहिँ बेबे याइपिङ यको मरु एसान्त बिछु मातृभाषा चाहिँ ठौगु उपेक्षित अवस्था लान्छौँहरु ठो अवस्था चाहिँ चोइरा टरो महत्व ज्याख ठो महत्व त चाहिँ ठिका नेवा राइटर त्यसै नेवाले चोसाबी पिसन चाहिँ निरन्तर चोज्या ठटो चाहिँ मनबिया वने मारा जित लगेछु अले मेउ चाहिँ नेपाल भाषा संघ संस्था तेसँग वो चोसामी तेट चाहिँ ग्वालियामा किताब ज्ञान जिल्ला अथवा चाहिँ विभिन्न कथन पुरस्कृत ज्ञान जिल्ला
सफु पेटना बिहान जिल्ला गुली येनेडु सफु चैटेडु यो सफु पेटने पि सुमरु टका चाहिँ निराश जे चम्पी लेखकहरू अय पिन्ट चाहिँ न्याने हे उज्या चाहिँ थनु जी मार दायो जित लगे थन्तक चाहिदिल मु इ ब्यादिल छिटजी अपला अपला सुगाते सनातन यको सेवा यो ठुली खते ज्याजो साहित्यजीको गौरव छिस नेपाल मण्डल टेलिभिजन पाखे सैतिको चुरदास थौ या ज्याजो स वर्ल्ड नेवा अर्गनाइजेसन या नाय नाप हने बम साहित्यकार भाजु डाक्टर गोपाल श्रेष्ठ जुदिसे नापन नगुजुल ज्याजो पाखे उजाफने मागु इनोवेन गुजुल ज्याजो सोइचुना दिले अपला अपला सुबा नाप नेपाल मण्डल टेलिभिजन सोइचुना दिस सुबा